भाइले यता सुन्नु बुवाको कुरा शिरमा राखेर म कुरा गर्छु बुवाले चाहिँ आफ्नो कुरा तानसेन बजार पाल्पा तानसेन बजार त्यहाँदेखि तानसेन बजार आएपछि माथि पाल्पा आउँछ त्यहाँबाट निक्लिने बित्तिकै बादल घराङ घुम गरेर पानी पो परिगयो त बङ्गुर काटे अरे बङ्गुर काटेको त ल ओ माई गॉड कस्तो टाइममा निक्लेछु म फेरि पानी परेर आबद बनाइदियो यस्तो पानी परेको छ कि यहाँ भन्नुलाई ड्राइभरले मलाई यहाँ भित्र आउनतिर अघिको बुङ्गुर काटेर भ्याएर पनि मैले खाएर भ्याइसकिसकेको छु सिस्नो रहेछ झन्नै छेउको सिस्नो चाहिँ यति त थाहा हुन्छ नि त मलाई म यही कुराहरू खोज्नलाई आएको हो क्या यहाँ म यत्तिकै आएर वाओ कति राम्रो भ्यू भन्दै आएको हेर्न चाहिँ मात्रै आएको होइन कि साथीहरू फेरि होइन फेरि घमण्ड भन्ने भइहाल्छ कि म फेरि ढुङ्गाको खान्द्रामा चाहिँ हाम्रो खेती गरिरहेको छ मान्छेले यहाँ हेरौँ है यो चुवाचेलाई हेरौँ त यो चुवाचे हेरौँ त यो चुवाचे यहाँको लोकल चुवाचे हो है यो यहाँको एकदम लोकल चुवाचे हो यस्तो ठाउँमा छ यो यस्तो जमिनमा तोरीसरी त केही गरेको छैन होला यस्तो जमिनमा मान्छेहरूले खेतीपाती गर्छ क्या यहाँ गर्ने रहेछ होइन सब एक ठाउँ बस्ने यस्तो ठाउँमा खेतीपाती गर्ने यहीँ दुःख गर्ने अब घाँस कहीँ देखिएको छ यहाँ घाँस कहीँ देखिरहेछ घाँस कहीँ देखेको छैन यहाँ स्पेसल्ली भेडा बाख्राहरू चर्छन् कहाँ चर्छन् त भन्दा सबै माथि माथि लेकतिर वहाँ माथितिर पनि छन् भेडा बाख्राहरू यसरी मजा यो पारीको गाउँ हेरेर भ्याइसकेँ मेरो साइडमा चाहिँ एउटा स्कुल रहेछ अब यहाँबाट चाहिँ म त्यो पारीसम्म जान्छु अनि पारी गएर चाहिँ यताको भिडियो सिडियो खिच्छु अनि त्यसपछि फेरि म कपडा पनि धुनुपर्ने भएको छ अब कहाँनिर आज बस्ने भनेर सोच्दैछु आज म यहाँ बस्नलाई टेन्सन छैन जहाँ गए पनि बस्न मिल्ने जस्तो कन्डिसन मैले देखिरहेको छु यहाँबाट चाहिँ सक्नुहुन्छ यस्तो सुन्दर ठाउँ छ तलपट्टि मस्त राम्रो प्ले ग्राउन्ड सहितको स्कुल सहित भएको यस्तो राम्रो ग्राउन्ड माथि देख्न सक्नुहुन्छ डाँडाकाँडा मस्त छ अनि पारिपट्टि टक्क के भन्छ अरे टक्क मिलेर बसेको एउटा सानो एउटा बस्ती छ यसलाई हाम्रा जति पनि पुर्खाहरू छन् नि मैले तपाईँलाई यो कर्नरदेखिबाट होइन यो पुरै पछाडिको भ्यूहरू देखाइरहेको छु नि यो एकदमै सुन्दर एकदमै रमणीय ठाउँ छ सबै पारी देख्न सक्नुहुन्छ यो जति पनि हाम्रो बाबुबाजेहरूले यति मेहनत गरेर यस्तो ठाउँमा चाहिँ बस्ती बसालेर यत्रोसम्म पुगिरहेको छ है अब चाहिँ बिस्तारै यसबाट घट्दैछ अरे फेरि अब त्यसको लागि चाहिँ एउटा एकदमै राम्रो के भन्छ अरे एउटा ब्याङ्क पनि यहाँ लिएर खोलिदिरहेको रहेछ जस मैले सबैतिरबाट चाहिँ यो के भन्छ ताक्सेराको चाहिँ मैले भिडियो चाहिँ बनाइरहेको छु यहाँबाट चाहिँ ताक्सेरा सेन्टरबाट चाहिँ हाम्रो ढोरपाटा सिकारा चाहिँ पनि निक्लिन सकिन्छ है यतापट्टि माथि जम्मै के भन्छ अरे पाटनहरू छ यता माथि भएर जानुपर्छ अरे अनि यताबाट जसले मलाई हेरिरहनु भएको छ यदि भिडियोहरू फलो गर्नुभएको छैन कमेन्ट गर्नुभएको छैन सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गर्न सक्नुहुनेछ यो साथीहरू तपाईँहरू जति घान्द्रुक भन्दै जानुहुन्छ घले गाउँ भन्दै जानुहुन्छ नि त्यति नै भाइ दिने खालको छ अनि यहाँबाट हामी ट्रेक गरेर अन्तमा जान सकिने होला छ यो साथीहरू अब चाहिँ म यहाँबाट फेरि अर्को सेक्टरतिर जाँदैछु के मजा यहाँ यो ताक्सेराको बजारबाट सानो छ खासै धेरै छैन त्यही 6-7 पसल छ त्यो पसल भन्दा यो यतापट्टिको साइडमा यतापट्टिको के छ वातावरण भनेर बुझ्न जाँदैछु म चाहिँ यहाँ हाम्रो एउटा पररी चौकी पनि छ साइडमा चाहिँ अनि त्यस्तै हो 2:30 जति भएको छ खासै टाइम त भएको छैन तर पनि घाम लागेको छैन हावाहुरी बतास लागिरहेको छ अब यतापट्टिको गाउँहरूको स्ट्रक्चर खेतबारी कस्तो छ बाटोघाटो कस्तो छ त्यो कुरा म चाहिँ निहाल्न जाँदैछु अनि यतापट्टि खाइ माछा मार्ने प्रचलन रहेछ भ्यायो भने चाहिँ म त्यो माछा मार्ने ठाउँसम्म पुग्न सक्छु अनि त्यो बारी छैन बारी त्यो गाउँमा अनि त्यो गाउँमा म जानु त सक्दिनँ धेरै टाढै छ होइन म जानुपर्ने यता हो यो देखिरहेको नि पछाडिको डाँडाहरू म त्यहाँ जान चाहिँ कस्तो ढुङ्गा भएको ठाउँ छ तर पनि त्यो ठाउँमा कसरी बारीहरू बिस्तारै गरेर चाहिँ टन्ने बारीहरू बनाएको रहेछ यहाँ चाहिँ अनि अर्को कुरा के हो भन्दाखेरि
यता टन्नै बारीहरू एकदमै धेरै बारीहरू रहेछ यहाँ चाहिँ। हामी उता हाम्रो सम्पत्ति भएन, जग्गा जमिन भएन भनेर चिन्तामा पर्छौँ नि। अब म तपाईँहरूलाई म देखाउँछु कि कस्तो ठाउँको सम्पत्तिमा मान्छेहरू कसरी कहाँ कसरी बसिरह भन्ने कुरा चाहिँ म तपाईँहरूलाई चाहिँ यहाँ प्रष्टसँग देखाउँछु। अनि तल बारीमै गएर अब्जर्भेसन गरेर देखाउँछु कि म कस्तो बारीमा यहाँको मान्छेहरू कस्तो ठाउँमा बसिरहेको छ, के गरिरहेको छ भन्ने कुरा चाहिँ म देखाइन्छ। ल यार यस्तो ठाउँमा मान्छेले कृषि गरिरहेछ कि यहाँ मान्छेहरू यस्तो ठाउँमा खेतीपाती गरेर यो कसैले बारी भन्छ। यस्तो 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 ठाउँमा हुँदा यो फेरि यस्तो ठाउँ छ कि फेरि उब्जाउ भूमि चाहिँ खतरा भएको ठाउँ रहेछ क्या। यो चाहिँ म देखाउँछु हेर्नु है, यो हेर है, यो यहाँको खेत हो। खेत भने पनि बारी भने पनि जे भने पनि यो हो। अब यहाँ राम है, यहाँ केही गर्न मिल्छ, नयाँ ट्र्याक्टर हाल्न मिल्छ, ट्र्याक्टर त परे जाओस्, यहाँ गोरुले जोत्नु मिल्छ यो बारीमा, मिल्छ कि मिल्दैन होला, मिल्दैन नि। यस्तो छैन खेतबारीहरू, तर पनि यहाँ खेतीपाती हुन्छ। यहाँ तल देख्न सक्नुहुन्छ यहाँ यस्तो छ, यहाँ खेतीपाती पनि मस्त हुन्छ। अझै म सकेसम्म अझै तलसम्म जान्छु। यो सिस्नो रहेछ झन्नै छेउको सिस्नो चाहिँ यति त थाहा हुन्छ नि त मलाई। म यही कुराहरू खोज्नलाई आएको हो क्या यहाँ। म यत्तिकै आएर वाओ कति राम्रो भ्यू भन्दै आएको चाहिँ हेर्न चाहिँ मात्रै आएको होइन क्या साथीहरू। फेरि होइन, फेरि घमण्ड भन्ने भइहाल्छ कि म फेरि यति कुरा मैले अझै नि फर्स्ट के हुन्छ नि, म बोल्दाखेरि नि धेरै कुराहरू मिस्टेक गर्छु। के कुरा बोल्ने कुरा अलि म त्यति विचार पुऱ्याएर बोल्दिनँ, तर म एकदम कम बोल्न ट्राई गर्छु। म बोल्दाखेरि अलिक खरो तरिकाले बोलिरहेको हुन्छु। यहाँ यो कुनै खेती हो कि गर्ने जमिन भएको ठाउँै होइन क्या यो ठाउँ। यार यस्तो ठाउँ छ क्या नेपाल भनेको, यस्तो ठाउँ छ। यस्तो यस्तो चिज खोज्नु पऱ्यो क्या, हेर्नु पऱ्यो, सबै कुरा बुझाउनु सक्नु पऱ्यो। यहाँ गिट्टी गिट्टी भएको सबै, यहाँ माटो छ, केही माटो छ, सबै ढुङ्गै ढुङ्गा छ। यहाँ हेरौँ त, यस्तो यो ढुङ्गै ढुङ्गाको खान्दामा चाहिँ हाम्रो खेती गरिरहेको छ मान्छेले। यहाँ हेरौँ है, यो चुवाचेलाई हेरौँ त, यो चुवाचे हेरौँ त, यो चुवाचे यहाँको लोकल चुवाचे हो है। यो यहाँको एकदम लोकल चुवाचे हो। यस्तो ठाउँमा छ यो पुरै, यो तल पनि पुरै यो ढुङ्गै ढुङ्गा देख्यो त, सब तलदेखि माथिसम्म सबै उब्जाउ गर्ने के हो, खेतीयोग्य जमिन छ क्या। यसले यो ठाउँको मान्छेलाई, अब मैले सुनेअनुसार यो ठाउँको मान्छेहरू चाहिँ धेरै बाहिर जाने ट्राई गरिरहेछ अरे, बाहिर बस्छन् भन्ने कुरा चाहिँ। अब धेरै ब्रिटिस लाउरेदेखि लिएर अमेरिका जाने अरे। यस्तो ठाउँमा हेर न, केही गर्नै परे छैन कि यहाँ, केही खर्च छ, टिनको पातो लिएर राखिदिएछ ट्याक्क, अनि बुङ्गुर पाल्यो, बस्यो होइन। यसरी यहाँको जीवन चाहिँ मजाले, तर यस्तो ह्याप्पी तरिकाले, रमाइलो तरिकाले बाँचिरहेको छ यहाँदेखिको मान्छेहरू। त्यही हो, खुसी चाहिँ त्यही कुरामा छ। तपाईँहरूको पारी देख्न सक्नुहुन्छ, पुरै बारीहरू, त्यहाँ खोला रहेछ, अनि पारी थोरै एउटा सानो गाउँ छ, अनि त्यसरी बाटोमा गाडीहरू आउँछ, माथिदेखि तलसम्म सर आउँछ। अब यो सबैतिर होइन पारी बारीहरू छ। यस्तो ठाउँमा मान्छेहरूले सङ्घर्ष गरिरहेको छ होइन। अब मान्छेले अब कति बुझ्ने नबुझ्ने भन्ने कुरा आफ्नो ठाउँमा छ। यसरी मान्छेहरूले चाहिँ यहाँबाट सर्भाइभ गरिरहेको छ अहिलेसम्म। यस्तो जमिनमा तोरीसरी त केही गरेको छैन होला, यस्तो जमिनमा मान्छेहरूले खेतीपाती गर्छ क्या, यहाँ गर्ने रहेछ होइन। सब एक ठाउँ बस्ने, यस्तो ठाउँमा खेतीपाती गर्ने, यहीँ दुःख गर्ने। अब घाँस कहीँ देखिएको छ, यहाँ घाँस कहीँ देखिरहेछ, घाँस कहीँ देखेको छैन। यहाँ स्पेसल्ली भेडा बाख्राहरू चर्छन्। कहाँ चर्छन् त भन्दा सबै माथि, माथि लेकतिर, वहाँ माथितिर पनि छन् भेडा बाख्राहरू। यसरी म भेडा त खासै देखेको छैन, बाख्राहरू पारी न। त्यही हो साथीहरू, अब यस्तै कुराहरू म देखाउनेवाला छु। अनि अझै म पारी गाउँतिर जान यहीँ बाँकी छ। गाउँ गयो भने म चाहिँ त्यहाँ त्यो वरिपरिको कन्डिसन कसरी, हुन त अलिक अनहेल्दी छन् मान्छेहरू चाहिँ। अब स्वास्थ्यको लागि चाहिँ यहाँ त अलिक गाह्रै छ होइन। त्यस्तो त्यो चाहिँ छ चाहिँ यहाँ चाहिँ अनएजुकेटेड भनौँ होइन, त्यो चाहिँ एकदमै धेरै छ। अब म चाहिँ उता अघिसम्म चाहिँ मैले उता गाउँपट्टिको देखाइदिइहालेँ। अब चाहिँ यो हाम्रो के भन्छ अरे एग्रिकल्चर, हाम्रो कृषि प्रधान देशमा यो तरिकाले गर्ने एउटा कृषि प्रधान देश हो। अब यसमा चाहिँ
यसलाई कसरी अगाडि बढाउने भन्ने हो नि मलाई मैले यहाँको जनतालाई केही गरिदिनुपर्छ केही गर्नुपर्छ भन्ने जस्तै लाग्दैन। दुईवटा भनेको एउटा सरसफाइ सम्बन्धी नलेज दिने अनि अर्को कुरा भनेको चाहिँ बाटो एकदम राम्रो हुनु पर्यो। यो बाटो सानो टक्क पिच गरिदिएको हुनु पर्यो। अनि अर्को चाहिँ यो एरियामा चाहिँ एउटा सुविधा सम्पन्न तरिकाले होइन हस्पिटल हुनु पर्यो। कति वर्ष हुनु पर्यो तपाईँ? 73 वर्ष हुनुभयो। ए बाबा हुँदाखेरि त बुवाहरू हुँदाखेरि त तपाईँहरूको बच्चाको पालीमा त सामान बोक्न त तपाईँ त केमा खचरमा जानुहुन्थ्यो? हिँड्दै कहाँ पुग्नुहुन्थ्यो? आजकल त घरमै गाडी आउँदो रहेछ। कति वर्ष जति भयो यता गाडी कुद्न लाग्यो? ए पहिला हामी त कोइलावासबाट नुनबुटी बोक्याएको। यस्तो त्यही मलाई यस्तो भइरहेछ। अब 4-5 भाइहरू उताबाट नुन बोक्न भनेर आए, हिँड्दै आउँदाखेरि यहाँ राम्रो देखे, कोही यतै बस्न थाले। अनि त्यहाँबाट त्यो अरू नुन लिन आउनलाई सजिलो बस्न सजिलो होला भनेर के यो मैले धेरै बजारहरू हेरेको यस्तैबाट हो कि जस्तो लाग्यो। तपाईँको हेर्नु न, अब त्यहाँदेखि बास पाउनलाई यस्तै यहाँ गुजुप्प घर बनाउने यहाँ अब यहाँबाट गइसकेपछि यहाँदेखि त्यहाँ माथि पनि छैन। यहाँबाट गइसकेपछि पुरै उता रुकुमकोटतिर मात्रै छ। बल्ल आउँछ गाउँ त्यो यो पारीको बाटो हुँदै आएको आउन चाहिँ त्यहीँ बस्ने त्यही खाने गर्दाखेरि यतै बस्ने गर्दाखेरि अहिलेसम्म यत्रो बजार भयो जस्तो छ। यो चाहिँ मैले यसो हेरेर बुझेको। पहिला तपाईँहरू त त्यस्तै बस्नुहुन्थ्यो अरे नि त? पहिले यस्तो कहाँ हुने नि थिएन। जस यहाँउति बक्यो अन्जरे बजार जाँदाखेरि यसो बसेर खाना पकाउने ठाउँ थियो होला नि त? कहाँ होला यस्तै पातमा पकाएर खाने। तपाईँले जान्दा पनि यति गाउँ थिएन यहाँ? कति गाउँ थियो यहाँ? हामी त्यो कोइलाबाट जान्थ्यौँ बाटोमा यस्तो झिँगा मिजा टिपेर भात पकाएर खाने। आफ्नो भाडा भइ पुग्ने खाना भनेपछि त्यही हो बुवा। बाटो चाहिँ हिँड्न दुःख ला, यति राम्रो छ, यति बस्दै यहाँसम्म यसरी जम्मा भएको होला अनि सबैहरू। मैले चाहिँ यहाँनिर आज एकछिन बसेको थिएँ। अघि डुल्ने बेलासम्म के भन्छ अरे ब्याग मैले त्यहीँ राखेको थिएँ। अहिले चाहिँ म यो माथिको गाउँमा जाँदैछु। आज त्यतै बस्छु, गाउँतिरै गएर बस्छु। पानी पर्न खोज्यो है, पानी पर्न खोज्यो। अब म यहाँभन्दा धेरै टाढा चाहिँ जाँदिनँ होला। पानी पर्नु फेरि आधी बाटोमा बिजोक थोरिएको तरिकाको हुन्छ। यहाँ जस्ट एउटा मात्रै रहेछ होटल चाहिँ, एउटा मात्रै रहेछ। अनि त्यही पनि प्याकै छ। आज पानी अलिकता डिस्टर्ब पो गर्छ कि जस्तो लागिरह। अनि म यहाँभित्र गाउँतिर गएर चाहिँ गाउँमा गएर चाहिँ यस्तो खास मलाई यो उसको भन्दा नि मलाई खाना खानु यताउति भन्दा नि मलाई यो गाउँको कसरी मान्छेहरू बसोबास गर्दैछ भन्ने कुरा हो, त्यो कुरा हेर्छु भनेको। त्यहाँबाट निक्लिने बित्तिकै बादल घराङ घुजुङ गरेर पानी पो परिगयो त। म चाहिँ त्यहाँनिर जान खोजे भङ्गुर काटे अरे भङ्गुर काटेर ठाउँमा जानु पऱ्यो भन्दा म भागिहाल्छु नि। बङ्गुर काटेर तल ओ माई गॉड, कस्तो टाइममा निक्लेछु म फेरि। निक्लिहाल्यो पानी पो परिदियो। बस त म यस्तै गएको ठाउँ नि म बसिदिइहाल्छु, मलाई नो टेन्सन।
खै कता यता तल यता माथि धन्न पानी परेर आदत बनाइदियो यस्तो पानी परेको छ कि यहाँ धन्न ड्राइभरले मलाई यहाँ भित्र आउनतिर यहाँको बुङ्गुरको मासु पकाउने तरिका यस्तो छ जोसान मेहनत मिलाउने भएको ए सबै मबिलो तिमीलाई चाहिँ पैसा नोज काट्दा कैदा मात्रै गर्काउने हो त कैसा फाइदा हुने भयो कहिले गाथा हुने भयो सम्पत्ति गिरो जाऊ भने किसान गिरो जाऊ गता गज गिली जाने जोत्ने कुरो न माथि अब 20-21 बाट छाड्दैन ओ साना बहर आलु नो नासिक दसर आगो अब त्यो गर्ने हो भने यहाँ मूल्याङ्कन मूल्याङ्कन अब पछि खाना 20-21 छाड्दैन यो तपाईँ पछि यति कान्छ बाबु यो चाहिँ अब तेलको रूपमा बेच्ने मन छ भनेले दौडो 1500 रति एकदम दमदम जान्छन् भने पाखौँ दमदम जान्छ भने ठिकै छ तपाईँहरूले यसरी कान्छ बाबु अब खराएर पकाउने हिजो के अरे हजुर अब त्यहाँदेखि हामीले ठन्डा फेरि राख्ने भयो एकछिन भुट्ने काँदी कसरी हुन कान्न पर्नु पानी हाल्ने काँदी कसरी त्यसरी पाल्याङ पल्टिन ल्यायो भने एउटा यस्तो तेल निकाल्दैन ओ दुई तारले खान्छ हो बोसो बडी भएको चाहिँ तेल निकाल्छ ओ उहाँबाट यो भन्दा बढी नै हुन्छ हाम्रो त त्यो बरन खाएर झन् मोटाएको हुन्छ हैन हजुर तालाको बोसो मात्रै हुन्छ त्यसलाई त्यतिकै खाने हो त्यो अलिअलि भुट्ने अनि टक्क पानी हाल्ने अनि बिस्तारै पकाउने त्यसरी पकाउँछ हाम्रो चाहिँ पुरा सुदोरालाई भुटेर्ने अब बन्ने कुरा भयो तरकारी सरेर बुद्धि मात्र त हो होइन बाबु यो पनि राम्रो राम्रो जस्तो तर हाम्रो फेरि सबभन्दा बढी खाने यही हो अरे। किन्ने संसारको पुरा तेल किन्दिन जाँडा त्यही त्यसमा अरू खन खन मन मन तेल भन्दा चाहिँ धेरै अर्गानिक जान्छ बाबु एकातिर फेरि त्यो तेल अलिकति हाल्छु भने धेरै जान्छ धेरै हाल्छु भने अलिकति जान्छ सबै त्यसमा पनि उपाय यो चाहिँ ठ्याक ठ्याक यो सुकेपछि हो त्यही छाप्छु चिसो मानिने हिउँ छैन जस्तो बाबु। लाग्यो, हिउँ जस्तो। हो गाजा हाल्छु नि ओतरलुदो अघिको बुङ्गुर काटेर भ्याएर पनि मैले खाएर भ्याइसकिसकेको छु मटौकी है यहाँ आउँछ बाहिर लाग्छ बाहिर लगाइदिउँ गइमा त आउँछ चाउली छ मन कोटाली छ काटा दि रहेछ है अब बढी यदि छि भने कोटा छिमिस नबजिले सान नो काकाला ओए आउ के आउ ए स्प्रे छ उका रि रे के फिर्का रहेछ गाडी नबजिले फेरि के सबै मने गर्छु सबै लुगा खाइदिम रि ताकिन काला जांगा पाटे मने स्प्रे ताइदि हा चाके चाके प्लेट रहेछ नि खामा बुटी ढगाने हे ए आ ढगाने भी ना गुया मात्र त जो चिपमा जेमा राख दो प्लास्टिक से माले बे कालो सिंदे में दिन नहीं एता सुन त हला ना काम ना दे हाँ ये खाकुट गए Saya main, no cipta sedikit nada, dah aku set. पाल्पा बसेल तपाईको घर चाहिँ नि पाल्पा रहेछ तपाईको बुटलबाट आउने अब वा म भन्दा अझ वा बुवालाई थाहा छ अब त पाल्पा आउँदाखेरि कुनबाट आउने मैले त कहाँ बुटलबाट आउँदाखेरि हजुर
हजुर हामीहरू चाहिँ सिद्धबाब हुँदै पक्नु सिकिरहन्छ। अब बुटोलमा त कुन ठाउँ आउँछ बुटोलको माथितिर के भन्छ रिरी गण्डकीको माथि त बोतल बोतल एकछिन कहाँ छ सिद्ध बाबा भन्छ नि सिद्ध बाबा सिद्ध बाबा त्यहाँदेखि के आउँछ त्यसपछि दोबान दोबान अनि के आउँछ झुम्सा जुम्सा जुम्सा त्यसपछि जुम्सापछि केराबारी हो त्यहाँबाट डुम्रे डुम्रे त्यसपछि अनि माथि के आउँछ बल्ल परबास आउँछ परबास त्यहाँबाट माथि चढेपछि बल्ल तानसेन बजार पाल्पा तानसेन बजार त्यहाँदेखि तानसेन बजार आएपछि माथि पाल्पा आउँछ पाल्पा त्यही भयो कि पाल्पा तानसेन भयो तानसेन मुसुलडाँडा बजार पाल्पा भन्ने चिज हो उतापट्टि भुसाल डाँडा पहिला पाल्पा चाहिँ भुसाल डाँडा मात्रै थियो रे धेरै पपुलर त्यहाँ भएको बसिने भुसाल डाँडा यसो भयो भुसाल डाँडा चाहिँ नि म्यान अस्पताल त्यहाँबाट उता त्यो काली गण्डकी भनेको तपाईँले भनेको त्यो तलतिर काली गण्डकी कालीगञ्ज भुसाल डाँडादेखि तलतिर गएपछि काली गण्डकी हामीले तेरो आमालाई पाल्पा मुसुलडाँडा भन्नेमा तेरो आमालाई हामी अस्पताल लग्यौँ ए पाल्पा मुसुलडाँडा यहाँबाट केमा हिँड्नु पुगेर डोकोमा कहाँ त बोकेर पैदल त्यसमा एउटा मान्छे बगान जस्तो थियो है बाबु हामी बगान नि त्यो लुदुरबिनीमा रुद्रबेनी लुदुरबिनीमा त्यसमा हामीले त्यो मान्छेलाई भेटघाट भएपछि पैसा लिएर नमस्ते भनेर पैसा हालेर त्यसलाई नमस्कार बगान बराबरको मान्छे हो तिमीहरू त तकसेराको मान्छे त रिरी गण्डकी मान्न जाने तिमी उल्टी किन आयो भन्यो त्यो बुढो मान्छेले ए हो याद गर्नु लगा हामीले भने अस्पताल जान्छ पाल्पा मुसुलडाँडा बिरामी छौँ उसमा तिमीहरू त तपाईँको पकाउने तपाईँको खानु खोजी लगिएको होला भने नै मेरो सामान छन् बाजा नमस्कार हामीले भने छौँ हामी छौँ मेरो पकाउने पनि भाँडा कोनी पनि छन् तर क्या भने त्यो मान्छेले क्या भन्यो कार्यावर त्यो पाल्पा मुसुलडाँडामा बिरामीहरूलाई यसो त्यस्तो गर्ने कार्यबाट त्यसमा चाहिँ पौवा छ भने है बाबु याद गर्नु होला बाबु वैशाली बने लेखेको कसको बोक्न छ मुख थुक सरेको मैले हामीले त्यो कार्यबाट गाउँमा सोद्धा पनि मुसुलडाँडा पाल्पा मुसुलडाँडा थियो अस्पताल जान्छौँ गाउँमा सोद्धा पनि कार्यबाट पौवामा छ गर्दै भन्न पनि कसैले थाहा नपाए हामी त एउटा डाँडा थियो तेर्सो जाने हामी त गाउँ छोरी र त्यो डाँडा जान त्यहाँबाट देखिला भनेर त्यस्तै जङ्गलमा गयौँ जङ्गलमा गयौँ उनीहरूलाई तिमीहरू यहाँ बस हाम्रो परिवारहरूलाई बस भनेर त्यहाँ भनेर हामी त त्यो डाँडामा गएर हेर्दा त पौवा छ हो गाउँले मान्छेले थाहा नपाएको जोर्दे भन्छन् नि जोर्देमा चाहिँ नि त्यो जमिनभित्र छिर्ने जग्गा हेर्नु भएको छैन देखेको छैन मैले त्यो देख्नु भएको छैन